हाम्रो बाइकको इन्जिन बिग्रियो कि बिग्रेन कसरी थाहा पाउने त भन्दाखेरि चाहिँ मैले यो भिडियोमा आज भन्न गइरहेको छु। एकदमै ध्यान दिएर हेर्नु होला है त। जस्तै कि तपाईँहरूको बाइकले मोबिल खाइरहेको छ, धुवा फालेको छैन, मोबिल सर्भिसिङ गर्ने बेलामा एकदमै कम झरिरहेको छ भने पनि इन्जिन बनाउने बेला भइसकेको छ भनेर बुझ्न सक्नुहुनेछ। र यदि सर्भिसिङको बेलामा मोबिल बराबर झरिरहेको छ तर एकदमै प्लग छिटो खाइरहेको छ होइन, दिनदिनै तपाईँको प्लग सर्ट भएको भाइ छ भने पनि तपाईँको इन्जिनको समस्याले त्यस्तो हुनु छ। र अर्को समस्या चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जस्तो तपाईँको चाहिँ सेतो धुवा फालिरहेछ बाइकले होइन या स्कुटरले चाहिँ त्यो पनि इन्जिन बिग्रेको लक्षण हुन्छ होइन। र त्यसै गरी चाहिँ तपाईँहरूको एकदमै स्टार्ट हुन एकदमै गाह्रो मान्ने, 2-3 घन्टा कतै पार्किङ गरेर राखिदियो त्यही पनि त्यसपछि फेरि स्टार्ट गर्न खोज्दा एकदमै गाह्रो हुने, यी सबै कुराहरू चाहिँ लक्षण हुने इन्जिन बिग्रेको। र अर्को मेन लक्षण भनेको चाहिँ तपाईँहरूको साइलेन्सरमा मोबिल आउनु है। तपाईँहरूको पनि यदि यस्तो समस्या छ भने एकपल्ट आफैले पनि चेक गर्न सक्नुहुनेछ। र यी सबै लक्षणहरू भनेको मध्ये यदि तपाईँहरूको पनि बाइक या स्कुटरको चाहिँ समस्याहरूसँग मिलिरहेको छ भने तपाईँहरूको पनि बाइक या स्कुटरको चाहिँ हाफ इन्जिन या फुल इन्जिन बनाउनु पर्ने बेला भइसकेको छ भनेर चाहिँ बुझ्न सक्नुहुनेछ है त। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। र यस्तै बाइक सम्बन्धी जानकारीमूलक भिडियो हेरिराख्न मन लाग्छ भने हाम्रो दिप्सा मोटरसाइकल वर्कसपको पेजलाई फलो गर्न नभुल्नुहोस् र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला ताकि सबैजनासँग चाहिँ यो सन्देश पुगोस् है त। हस् त, धन्यवाद।